हेलो साथीहरू, आज चाहिँ म चाहिँ यहाँ साथीको जमिनको यो के पोस् के गर्नु आएको हामी यहाँ जमिनमा चाहिँ हेर्नु मात्रै आएको। अनि यहाँनिर चाहिँ गुराँसहरू सबै फुलेर पनि झरिसकेको रहेछ हो। अनि एउटा गुराँस चाहिँ हामी बिजुना भएर टिप्यौँ हो। साथी फेरि यहाँ हो गुराँस टिप्नुको लागि रुखमा चढ्दैछ। मैले एउटा टिपेँ। कस्तो राम्रो गुराँस त कस्तो मनपर्छ ऊ मेरो साथी यहाँ चढ्दैछ गुराँस टिप्नुको लागि। यहाँ चाहिँ साथीको जमिन है, हामी यहाँ जमिन हेर्न आएको। यो चाहिँ निम्की डाँडा हो। एकछिन हो लु टिपा टिपा आइसाला यहाँ माथि माथि चाहिँ मेरी रिसोर्ट छ। मेरी रिसोर्टको भिडियो चाहिँ मैले हजुरहरूलाई पहिला पनि देखाइदिएको थिएँ। अब फेरि अहिले तलबाट पनि देखाइदिन्छु ल। मैले सधैँ चाहिँ माथिबाट देखाइदिन्थेँ है, आज चाहिँ म तलबाट देखाइदिन्छु। यति चाहिँ टिपिसकेँ मेरो साथीले गुराँस लड्छ है लड्छ। लु यहाँ गुराँसको बोटहरू पनि रहेछ, लड्छ है। ऊ माथि पनि हेर कस्तो मजाले फुलिरहेको रहेछ नि त है। यो त रचितालाई हालिदिइहाल्नु पर्छ। रचितालाई हामी लामाहट जाउँ ल भनेको त सही हो। जानुपर्छ जानुपर्छ। त्यो उनीहरू आउँछ जिममा तपाईँहरू सुटुक्क गएर त है घुम्नु जिमकोहरू अरे कि देखौँ न यी यहाँ पनि हेरिहाल्नुहोस् गुराँस चाहिँ कति राम्रो छ है। अब त गुराँस त फुलेर पनि झरिसक्ने बेला रहेछ है। पुरा गुराँस झरेको रहेछ नि र फुलेर पनि। यहाँनिर चाहिँ यस्तो गाउँ पनि छ। यहाँनिर चाहिँ हाम्रो सचिना बहिनीको घर हो। अनि यहाँ तल सुवर्णको घर हो। साथीहरू थुप्रो छ यहाँनिर, अझै अर्को साथी पनि छ है। यहाँनिर चाहिँ यसरी गुराँस चाहिँ यसरी फुलिसकेको रहेछ, फुलिसकेर पनि झरेछ।